डुङ्गा डुब्यो हाम्रो डुङ्गा डुब्यो पानी आयो पानी 5 मिनेटमा आफ्नै घर ल पानीमा सुते जस्तो भयो कि डुङ्गामा चटपटे चाहिँ नेपालले जहाँ गए पनि छोड्ने भएन नि कता हो त हामी आज लन्डन यता न्युयोर्क यता ल भन हामी कहाँ जानु लाग्यो अरे हाम्रो प्लानहरु के भन्नु त Camping, fishing, अनि I don't know, everything we do in camping. अनि Set up tents. ल है त हामी त लाग्यो है त तपाईहरु चाहिँ आउँदै गर्नु है त हामी घुम्न जाँदैछौँ मम्मी सानो है टाउन सानो इट्स ब्युटिफुल ए यो उ भनेको यसैमा हो भने ठुले बिचा मोबाइल चलाएर ठुलो सिरानी राखेर सुतिरहेको सिरानी बोकेर ल्याएछ अन्धटा बस्छ आएको अरे हामी घर आइपुग्यौँ नयाँ गर यहाँ टेन्ट हाल्यो भने ल हामी यता नि शीतल परेको छ यता मात्र राङ्गला हान्नु पर्छ आहा अस्ट्रेलियामा घर 5 मिनेटमा आफ्नै घर ल यो गाडी यो पेक यसमा मुरी पिस आ अन गरेर हिँडेँ मैले अग्लो होचो भइहाल्छ फेरि अग्लो होचो होला नि फेरि लेवल उचालिहाल्यो नि पुरा नाउँमा सुत्या त पानीमा सुते जस्तो भयो कि डुङ्गामा सही हुन्छ रमाइलो भयो अर्को बेटो चाहिँ ए यता पनि छ है सानो रहेछ त सर गोई गोईको त्यही मसला हाल्दै सबै हाल्दैन यत्रो ठुलो लेजो आमा त सिरानी त हो नि त चटपटे चाहिँ नेपालले जहाँ गए पनि छोड्ने भएन नि किनेको गयो भने चटपटे क्याम्पिन आयो भने चटपटे
घरमा बस्न चटपटे यो अब यसलाई चट्ट प्याज हालेर सान्ने हो कि केटी बाटा दौडिया खाने ल आमा मैले बनाएको हेलो मी साइप्रस स्टाइलको चिज हो यो होइन त्यही भेटनरी डक्टर जस्तो पारा भयो कि मलाई थाहा हजुरको सुन कहाँ भनेर फेरि के चिकन र के हो यो एउटा बोतल अनि कप लैजाऊ पुरै मिलेन नि होइन कि त्यो गाडी हाल्यो होइन अलिलाई भाइ त्यो यता आउँछ यो उता जान्छ कि त्यो प्लेटफर्म होइन कि ए दुई थरी रहेछ तल र माथि यता बारी धकल्यो हामीले खाने गरौँ न चोरे हाम्रो यो ज्वाइँलाई यो बुढोलाई ज्वाइँलाई त कोठे थालो होला नि त खै भाँडामा थियो कता लयो भनेको फेरि अर्को पुरा उरा लाग्दो किनै रहेछ जिन्दगी यति नै रहेछ भन्दै कालो बोकेर टावेल हेरी भर्खर टोयबाट निस्किहाल्छ देखिनु आज रेलको लिगमा बसेर हो क्या रेलको लिगमा बसेर चाहिँ सन्डास सार्क नै पऱ्यो त ल तान छिटो अझै के गरे त्यो लिएर आमा रेसिङ चलिरहेको क्या ल उफ्रियो आमा हो त्यसै एउटा समाएर ट्याग लाउनु पऱ्यो अनि उता गोलमा गरेर समाउनु पऱ्यो ल आन्नु ल आफू त्यसलाई ल ल ल ल ल खै कहाँ गयो ऊ त्यहाँ गयो नभन ए माछा छिटो आयो यार एउटा क्लिनिङ पार्टी एउटा स्प्रे पार्टी अब 12 बेर के सुरु कता हो त हामी आज खोलाको छेउमा हो माझी भएर माछा मार्न नि सकिएन म्यानम क्यानम भयो माझी भएर माछा मार्न सकिएन दोकानमा गएर कुखुरो किनेर ल्याएर खा ल कुखुराका पखेटा हुन् कि बाख्राका साँप्रा हुन् ल चिज मान्नु पऱ्यो नि त सबैलाई अलिअलि गिलासमा ल्याएर बेबीलाई बहिनीलाई पनि कोक्दियो है सबै हामी घाँसे पाते हो बस गरेर आएकोलाई खानु न यता घाँसपात यता चाहिँ बाघले निक्ले जस्तो लिएर बस्यो मसरुम खाने इन्ट्रेस्टेड कोही हो खाएर यहाँ पेट भरिसकेको पुरै अनि आसुले पनि के क्वेसनको लिएर आएको छ त्यो पनि Oh yeah, look, you have to answer in 5 seconds or you lose.
उतार्नु अङ्कल आयो अङ्कलले एरीलाई सुताएर आउनुहुन्छ आयो भन्दैन अङ्कल उता हाल अङ्कल भन्दैन उता having fun भन्दैन म्यानम क्यानम क्यानम भयो घरमा गुम्सिएर बाहिरको हावा खाना आएको यहाँ खाँदै प्योर तपाईँले चाहिँ लागत देखिया पुरै म त फेरि यो नखाए पनि ला जस्तो गरिदिन्छु कि खाँदैन खाने मान्छे चाहिँ अरू मान्छे रङ्गिन्छन् नि त दाइ चाहिँ पुरा गेस्ट एपिरेन्स जस्तो गरेर भन्नुभएको थियो अरे चुपचाप आसु पनि खेल्ने हो होइन यत्रो थोरै हो मान्छे थोरै मान्छे भएर खाँदा ल धेरै मान्छे भएर ए धेरै मान्छे भएर लाग्यो जस्तो 5, 7, 9 जति भयो को ए त म त आर्यन गराएँ क्या जस्तो लागेर म त आएर देखिया सबै भने बत्ती मात्र हुँदै गएर सबैले माडेको साथीलाई हो पानी कम भयो पानी हामीले ल्याएर पनि खाएनौँ पिसाब पनि आलोवाला थियो गुड मर्निङ कति बेला हुने सनराइज त नि खै अरे हामी भनेन अनि लन्डन यता न्युयोर्क यता पर्थ एडिलेड यताबाट आएको हामी यताबाट आएको हामी यहाँबाट आएको ब्रिस्बेन चाहिँ यता ब्रिस्बेन यता यहाँ यसको फोटो खिच्नु नि यो आरब चाहिँ कता हो आरब चाहिँ मेलबर्न र बोर्डर टाउनको बिचतिर छ नि कसो बच्चा हो यो कसो छोरा हो तिमी हाम्रो आरब त एडिलेडतिर भयो जस्तो लाग्थ्यो थियो यो कसको आरब रहेछको नि घाम चाहिँ ठ्याक्कै सिडनी र मेलबर्नको बिचबाट उदा रहेछ यहाँ चाहिँ ल मुन चाहिँ टक्क लन्डन र डार्बिनको बिचबाट आएर रहेछ ल रमाइ त लगाइदियो हेरिहाल्नु होला कस्तो मजाको सनराइज म्यानमबाट ब्रेड खाने हो हामी त चप्पसम्म खाउँ गुम 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 चाट्ने होइन कि गुम हो त्यो खाउँ न गुम खाउँ त यसमा हालेर रुमाल दिएको बोक्रा खालै नबना चाहिँ नि हो त्यसरी आहा त्यसो घरमा त्यसरी गर्नु पर्यो नि त पक्लाको खानु खोइ भएन पऱ्यो ऊ चल्या छ ऊ ओह देज गॉड माछा पर्यो ओ गॉड ठुलो छ ठुलो
It's a big one. त हात बेचेतै भयो यार नेपाली भएर एउटा माछा मार्न सकेन त्यहाँ त्यसको खाइरहेको थियो कि अघिदेखि गो टेक इट ल कङ्ग्रेचुलेसन द्याट्स यर प्राइज भाइलाई समाउँदै ल आमा यसो झुना त कतिको छ त्यो राइट बागमती खोलामा निस्क्यो आज त के ल ड्याडी हो अरे मजा खा हामी फालिदिउँ ए पुरै मुते जस्तो देखियो त ल हेर्नु त ल पुरै भिजिसक्यो यहाँ त तपाईँको पछाडि छैन पानी भएन भएन साइली भनेको फेरि साइली नै पर्नु भएको छ कि साइली के छ साइली भनेको साइली नै पर्नु भएको छ दिदी फेरि ल म त पुरा बिचमा पुरै मैले त ल वरि छैन पानी बोटिङ गरेछ ल मन तिम्रो पछि आउँछ है त मन तिम्रो पछि आउँछ है त डुङ्गा डुब्यो हाम्रो डुङ्गा डुब्यो पानी पानी आयो पानी ओ डुङ्गा डुब्यो आँसुले चलाएको डुङ्गा डुब्यो कोही छ बचाओ यहाँ त कोही छैन ओहो अहिले साँझको 7:15 भइसकेको छ त्यो यस्तो उज्यालो छ दिनभरि गर्मी खाएर बस्यो भित्र यस्तो तातो हावा हल्का खाएर निस्किन बाहिर आएको छौँ हामी लुक खोइदिए आहा दाइ के हो तपाईँ त बच्चा देखाएर हिँड्नु भयो त या तपाईँ ए Baby doll? Camping We had like picnics. We played Uno. What else? We went to see a Oh yeah, we sunrise. got kayaking. Okay, Kayak, yes, kayak. Water fun. kayaking got in. We would have done more, but we didn't have that much time. On phone, most of the time I used phone. होइन? नक्सा कति राम्रो एक्सिस गरेको छ नि त अब प्याकिङ सुरु घर जाने ए तानी उसले नाङ्गे भयो प्याकिङ सुरु कति बलियो है यति यति हो ए अहिले बिचमा फोल्ड गरेको त्यही भएर हामीले चेन लाउनु हुँदैन थियो कि चेन लगाएपछि हावा निस्किने गाह्रो हुन्छ यसलाई त्यसो अर्कोतिर बटायो भने त्यस्तो हुनु पर्यो फोल्ड गरौँ त्यसै फोल्ड गर्दै
खाली भयो हाम्रो रातिको वासस्थान पुरै खाली भयो सब प्याक घर मुड्यो भाडा सक्यो भन्नु घर जाने हो सक्यो क्याम्पेन एयरप्लेन एयरप्लेन बसिरहेछ एयरप्लेन कुरिरहेछ ऊ उड्ने बेला भयो अब बस्यो म त बाई बाई I'm making a new video as well. What are you going to do? I'm making a new video about my keybands. It's something also. गाडी यसरी वारपार जाने चाहिँ अब यताको गाडी आउँछ अनि हाम्रो गाडी पार्क गर्छ अनि ब्रिज क्रस गर्छौँ हामी ल हाम्रो दुईटा गाडी ल